हेलो साथीहरू, आज पनि वेलकम छ मेरो नयाँ न्यू भ्लगमा। आज म छाप्दी बराई मन्दिर दर्शन गर्न जाँदाको केही रमाइलो पलहरू देखाउँदैछु हजुरलाई। अब यसरी हामी डमौली बजारबाट भित्र छिर्दैछौँ, देख्न सक्नुहुन्छ। हामीले गाडी पार्किङ गरेर अब हामी यसरी माथि जाँदैछौँ। फुलका थुङ्गाहरू, फुल पूजाका सामग्री बोकेर हामी यसरी माथि जाँदैछौँ। यो खोलाको किनार हुँदै हामी माथि गयौँ, अलि माथि नै पर्दो रहेछ। यसरी हामी गेटनिर पुग्यौँ साथी। फाइनली आइपुग्यो छाप्दी बराई मन्दिर, देख्न सक्नुहुन्छ। ल है साथीहरू, नगएको साथीहरूले यहीँ भिडियो हेरेर दर्शन गरौँ। यहाँ पुरै माछा हुँदो रहेछ। यो सुनको माछा अरे है साथीहरू, यो भन्नुभएको उहाँको मान्छेले है, फेरि मैले चाहिँ भने होइन है, त्यहाँ सुनेर भनेको हो। देख्न सक्नुहुन्छ। यसरी हामी आज जाँदा फेरि खासै भिड थिएन है साथी, खासै होइन, भिडै थिएन। ल हामी नै फर्स्ट पुगेछौँ, देख्न सक्नुहुन्छ। यसरी खाली थियो मन्दिरहरू। हामी यसरी अब माथि गयौँ, मेन मन्दिरमा जाँदैछौँ हामी। यहाँनिर गएर अब दर्शन पूजा गर्छौँ। यहाँ देख्न सक्नुहुन्छ, पूजा गरेको पुरै भिडियो खिच्न पाइँदो रहेछन् साथीहरू। यति पनि अलिकति खिचेँ मैले, देख्न सक्नुहुन्छ। र यहाँबाट पूजा गरेर हामी यसरी फर्किँदै थियौँ साथीहरू। फर्किने क्रममा के देखियो त भन्दा फेरि बाँदरलाई हेर्न सक्नुहुन्छ। बाँदर यसरी मन्दिरको छतै हिँडिरहेको छ। यो बाँदर दुईटा मात्रै भेटियो है साथीहरू। यहाँ बाँदर एउटा यहाँ छ भने अर्को उता भित्तामा छ है साथीहरू, देख्न सक्नुहुन्छ। ल रोक्नु, म भित्र अर्को पनि देखाउँदैछु हजुरहरूलाई। हेर्नु होला, यी अर्को यहाँ छ, फेरि त्यही ऐको आयो, यहाँ आइपुग्यो। अब यो फेरि अर्को यहाँ आइपुग्यो। हामीले यहाँ पूजा गर्दा फलफुल दिएका थियौँ यसलाई। तल बरा मन्दिर केटी ल्याएर ट्याक्क चोपल्नेकै यहीँ हो है। यहाँनिर ट्याक्क पूजा गर्ने ठाउँ यहाँ छ। पूजा गरी हामी ट्याक्क घुमियो छाउरी बरा। सुनको माछा त जाउँ न त, सुनको माछा हेरेर आउँछु कस्तो रहेछ त सुनको माछा। यो फेरि मन्दिर पछाडिको हो साथीहरू। यहाँ माथि पनि अर्को ताल रहेछ। यहाँ त पुरै ताल माछा हुँदो रहेछ, देख्न सक्नुहुन्छ। तलबाट आएको ठ्याक्क यहाँ माथि मेन यो रहेछ। यहाँ माथि टुप्पामा फेरि भजनमा नाच्न हाम्रो यहाँ टोली सुरु भइसक्यो है, हेर्न सक्नुहुन्छ। म त पहिलोचोटि गएको साथीहरू, जता हेरे पनि माछा हुँदो रहेछ। त्यही भएर नि यो छाप्दी बराई भएको हो कि खै के हो कुनि, यो माछाकै मात्रै हुँदो रहेछ। यहाँ फेरि यो माछा खानी केही हुँदो रहेछन्। यो पुरै मरेपछि यो गाड्ने हुँदो रहेछ। हामीले सोधेका थियौँ, हेर्न सक्नुहुन्छ। यो पुरै ताल माछा कति ठुल्ठुला स्टेपका छन् माछाहरू, यहाँ देख्न सक्नुहुन्छ। यसरी हामीले आरा दिइरहेका थियौँ। यता पनि छ, माथि पनि छ, फेरि पुरै चारैतिर छ साथीहरू। यो मन्दिरबाट फेरि यता भित्रबाट आएर नि यता माथि, यो सबैभन्दा माथिल्लो लाइनमा नि छ। फेरि पुरै यता यो खोलामा नि छ, जतासुकै माछा छ है साथीहरू। ल हेर्न सक्नुहुन्छ। के कस्तो लाग्यो हजुरहरूलाई भिडियो? राम्रो लाग्यो भने लाइक कमेन्ट गर्दै जानु होला, सेयर पनि गर्नु होला साथीहरू, सपोर्ट गर्दै जानु होला। सानो प्रयास गर्दैछु, भिडियो बनाउन सिक्दैछु। ल यहाँकै एकदम ठुल्ठुलो थियो है साथीहरू माछा। यो के सबभन्दा माथि माछा। हामी कहाँ आएको? छाप्दी बराई मन्दिर। कस्तो लाग्यो? एकदम राम्रो। वाउ, लास्ट रमाइलो भयो है साथीहरू। ल नआएको साथीहरू आउनु होला दर्शन गर्न। कसैले यहीँबाट हेरेर दर्शन गर्नु। ल त्यही हो छाउदी बरा। हामी त माछा हेर्दै 2 घन्टा 3 घन्टा भइसकेछ साथीहरू। ल अब हामी यसरी नै यहाँ माछालाई फुल दिएर बिदाई गरेर अब हामी बिस्तारै अब फर्किँदैछौँ। फर्किने क्रममा फेरि यता परेवाहरू देखियो। अब हामी यो गेटबाट तल झर्दैछौँ साथीहरू। ल आजको लागि यति नै। भिडियो कस्तो लाग्यो